हेलो म्याम। हेलो अभिषेक जी। म्याम हाम्रो यो युके एप्लाई गर्दाखेरि 20 देखि 35 लाखसम्म हाम्रो जुन खर्च लाग्छ हैन, त्यो चाहिँ हामीले सिधै कन्सल्टेन्सीमै गएर बुझाउनु पर्ने हो र? नर्मली यस्तो वाला इन्क्वायरी आइरहेको हुन्छ है हामीलाई। युके जानलाई कम्पेरिटिभली अरू देश हेरिकन चाहिँ अलिकति खर्च लाग्छ, 20 देखि 35 लाख रुपियाँसम्म लाग्छ। तर स्टुडेन्टले एउटा कुरा चाहिँ राम्ररी बुझ्नुहोस् कि त्यो 35 लाख रुपियाँ लिएर आएर तपाईँले कन्सल्टेन्सीलाई चाहिँ दिनु पर्दैन। तपाईँ प्यारेन्ट्ससँग बसिरहनु भएको छ भने चाहिँ यो भिडियो उहाँहरूलाई पनि देखाइदिनु होला, अलिकति रिलिफ हुन्छ। आखिर खर्चको जिम्मा त प्यारेन्ट्सले नै लिनुहुन्छ होइन, त्यस कारणले पनि उहाँहरूलाई रिलिफ हुनसक्छ। तपाईँको खर्च कुरा गर्नु पर्दा मेजर खर्चकै कुरा गरौँ ल। तपाईको ट्युसन फीको कुरा गरौँ, भिजा फीको कुरा गरौँ, इन्सुरेन्सको कुरा गरौँ, तपाईको फ्लाइट टिकटको कुरा गरौँ, अराउन्ड तपाईँले ट्युसन फी चाहिँ 20 लाख चाहिँ तपाईँले पे गर्नुपर्ने हुन्छ। अब त्यो 20 लाख रुपियाँ चाहिँ तपाईँले कन्सल्टेन्सीलाई नै ल्याएर दिनुपर्ने हो त होइन। तपाईँले चाहिँ त्यो 20 लाख चाहिँ तपाईँको आफ्नै अकाउन्टबाट डिरेक्टली युनिभर्सिटीलाई नै पे गर्दा हुन्छ। तपाईँले चाहिँ फ्लाइओभरबाट पे गर्न सक्नुहुन्छ, स्विफ्टबाट पे गर्न सक्नुहुन्छ होइन, कन्भेराबाट पे गर्न सक्नुहुन्छ। तपाईँ आफैले नै पे गर्ने हो। जस्तै अब भिजा फीको कुरा गरौँ, इन्सुरेन्सको कुरा गरौँ, यसको पैसा पनि तपाईँले कन्सल्टेन्सीलाई ल्याएर दिनु पर्दैन, कन्सल्टेन्सी इन्भल्भ हुँदैन। तपाईँले डिरेक्टली आफ्नो खाताबाट आफैले युकेबिआईको अकाउन्टमा पे गर्न मिल्छ। र कुरा यो फ्लाइट टिकटको होइन, तपाईँले चाहिँ कन्सल्टेन्सीलाई इन्सिस्ट गरेर तपाईँको चिनजानको मान्छे छ, अलिकति सस्तोमा परिन्छ कि भनेर भन्नुभयो भने चाहिँ उहाँहरूले तपाईँहरूलाई यो चिजमा हेल्प गर्न सक्नुहुन्छ। होइन म आफै ट्राभल एजेन्सीबाट नै गर्छु भन्ने हो पनि गर्नु पनि सक्नुहुन्छ। सो ढुक्क रहनु होला, कन्फ्युज नहुनुहोस्। तपाईँले दिने 35 लाख रुपियाँ कन्सल्टेन्सीले लिने चाहिँ होइन, कन्सल्टेन्सीले लिने भनेको चाहिँ आफ्नो सर्भिस चार्ज मात्रै हो। त्यो पनि नेपाल गभर्मेन्टको मापदण्ड अनुसार चाहिँ उहाँहरूले चार्ज गर्नुहुन्छ। ल कुरा बुझ्नुभयो। यदि अलिकति कन्फ्युजमै हुनुहुन्छ, स्टिल पनि कन्फ्युजमै हुनुहुन्छ भने चाहिँ कमलादीमा रहेको फोर्थवेट इन्टरनेसनल काठमाडौँ एकपटक आउनुहोस्, हामी बसेर कुराकानी गरौँला।